Hello guys, welcome to my YouTube channel. उहाँ हुनुहुन्छ, उहाँलाई म अहिले पछि फेस देखाउछु। पछाडी रे हेलो 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 माइ ब्लग हैन दिदीको ब्लग हिरो हामी जाँदैछौँ बसमा बसमा हामी हेलो हामी अब बसमा जाँदैछौँ। उहाँ चाहिँ को हो अहिले पछि म रिभ्यू गर्छु। उहाँलाई घोर से देख्नु होला। अघि गाडीमा मुख छोप्ने मान्छे उहाँ नै हो गाइज। उहाँ हुनुहुन्छ रेखा राज। म मेकअप बिना हेर्नुस्। अब मेकअप गरेपछि फेरि म तपाईहरुलाई देखाउने छु मेरो अनुहार। यता हिरो बन्दैछन् एकजना। हे गाइस के हाम्रो लुगा कस्तो छ रे? म त झन् भोलि काम छ भनेर थाहा पाएपछि नि गाइजु मेरो मरिजाउ निन्द्रा लाग्दैन क्या। यस्तै हो म सुतेछन् आ हेर्नु न। गाइजुले अब आइफोन दिनुहुन्छ प्लिज। गाइजु हामीले एउटा आइफोन हामीलाई भन्छ आफूलाई मात्रै माग्नु हैन ससिकला पनि र मलाई रेखा बहिनीको त आइफोन नै छ। तपाईको यो आइफोन हो ए गाइजु हाम्रो ससी बहिनीको चाहिँ 14 मात्रै रहेछ 16 दिनु अरे मलाई चाहिँ 14 भयो नि हुन्छ किनकि यो जिन्दगी अहिले आइफोन नै छोको छैन 14 दिनु भन्दा त मेरै दिनु भन्ला होला नि फेरि हैन अर्काको नचलाउने नयाँ चलाउने प्र्याक्टिस हुँदैछ। यो चाहिँ शिरमा राखेर चाहिँ अनि माथि चाहिँ दुई तीन चार हैन मेरो हातमा तपाईलाई कता कता चार भेट्छ 1 2 3 4 1 केटीहरु पनि यही हो नानी यो नगर्नु त आउनु त बरु केटीहरु एकछिन मेकअप गर्दै हुन्छ तपाईहरुको त हामी खिचिहाल्छौँ। ल गाइज फाइनली म राइनी बने। अब राईहरु को हुनुहुन्छ आउनु होला। हाल्नु पर्दैन किन नानेको नि त ल गएको हो मेरो गयो त एक दुई एक दुई पनि छ क्या यहाँ ल 1 2 3 गो 1 2 अनि मात्रै 1 बुझ्नु होला 2 2 2 गर्नुपर्छ 1 2 1 1 2 अनि त्यसपछि 1 उहाँ क्यामेरा बोकेर रेडी हुनुहुन्छ तर हाम्रो मेन क्यामेराम्यान दाइ चाहिँ यता हुनुहुन्छ। ध्यानपूर्वक हेर्नु भइरहेछ हैन कस्तो फिल भइरहेछ तपाईलाई? रमाइलो हुँदैछ हेरौँ अझ बाँकी छ। यो फिल्ममा लाग्नु भएको त धेरै भयो होला है 8-10 वर्ष हो। अम्मा ल देऊ त 10 वर्षको एक्सपिरियन्स यहाँ देखाउँदै हुनुहुन्छ हाम्रो मलाई नहेर्ने अगाडि हेर्ने सिङ्गर दिदी पनि हुनुहुन्छ। कस्तो एक्सपेक्ट गर्नु भइरहेछ अहिले? म त 100 मा 100 आउने बाजे एक्सन बाकी छ पछाडी हेर्नु त पछाडी काइले मात्रै यसरी नाच्नुपर्छ है गाइस। जस्ट रिहर्सल एकदम गुड राम्रो भइरहेछ गाइस। अवश्य हेर्नु नभुल्नु होला। यसको लागि जानकारी पाउनलाई रवि लामाको भ्लगमा कन्टिन्यू बस्नु होला है त। बिस्तारी बिस्तारी के भन्नु चाहनुहुन्छ? के भन्नु नि चाहदिन घामले पोलिरहेछ हो र? हजुर भनेपछि मस्त छ है। बसाइ त नि कडा छ। बसा त यतिको हुनै पर्छ यहाँ बसेर टक्क यता हेर्नुको मलाई छुट्टी छ। प्रिफान मेरो बहिनी है हो चिन्तान गर्नुभयो हेलो कति लाइभ हेर्छ नि तपाईँको हो धन्यवाद आउँदै गर्नु होला। भनेको खेलाउनु हुँदा रवि भाइ भने त उहाँ लामा भाइ भन्दै एकदम एक्सेप्ट मैले पहिले भिडियो पनि भनेको थिएँ त मैले के भन्न चाहनुहुन्छ ल? के भन्न चाहन्न के भन्ने हुन्थ्यो जस्तो लाग्छ। अनि तर तपाईँले लास्ट पाप काम गर्नुभएको छ नि के गरे त्यस्तो अनि यति राम्री बनाइदिनु पर्छ भनेको तपाईँको हातमा जादु छ कि के हो? फरक छ मेरो हात अलि है ल हेर्नु न गाइस उहाँ चाहिँ हाम्रो मेकअप आर्टिस्ट एकदम हेर्नु हामीलाई यस्तो ह्यान्डसम हिरो होइन तपाईँको राम्रै ब्युटिफुल बनाउनु चाहिँ उहाँ हुनुहुन्छ गाइस।
तपाईँ के छ अरे नेम विक्रम हल्का हल्का सुटिङ सकिएको अवस्था अलिअलि बाँकी अझै बाँकी छ यस्तो राम्रो भ्यू अब नेक्स्ट ठाउँमा चाहिँ हाम्रो गइरहेको छ कस्तो लागिरहेछ डेन्जर मोडल दिदी अझ थ्याङ्क यू दिदी यता के हुँदैछ सिनेमाको मोडल भन्दा पनि कम छैन म गर्दैमा ऱ्याप हुँदैन भाइ भनेर त्यो के अरे कुनले भन्थ्यो यो वाउ वाउ सो नाइस क्याट वर्क फेरि गाउन गीत यो इट्स मी सरोज पुरी सबले फलो लाइक कमेन्ट सब्सक्राइब कति नै दुईजना यता फर्क त ओ भाइ यता फर्क दुईजना हजुर ल जोडी राम्रो देखेछ हो कि क्या हो सन्चै हुनुहुन्छ सब ठिक छ मेरो दाइ हो नि फेरि हजुर दाइ हो के हो दाइ हो होइन मेरो हुनेवाला गर्लफ्रेन्ड हो म कन्फ्युज भयो यार गाइस बन्द अब चाहिँ हाम्रो नेक्स्ट सुट यहाँ गाडीमै छुट्यो हो के हुँदैन नि यहाँ हाम्रो रेखा सिस माया छ माया फोन हैन कि आइफोन पो त फेरि आइफोन पो त होइन कहाँ फोन हुनु यहाँ नेक्स्ट लोकेसन यहाँ मेरो यहाँ फोटो खिच्दै नि यो नगरकोट लेखेकोमा म्याडम यहाँ मेरो हिरो हेलो हिरो के सन्चै हुनुहुन्छ हजुर उहाँको फोटो हाल्नु पऱ्यो बाटो त के हो खतरा जुका सुका त हुँदैन नि अब हाम्रो नेक्स्ट स्पोर्ट चाहिँ स्पोर्ट यतै छ गाइस अब यो त कालो आउँछ होइन देखेन भनेको के हो म देखेन भनेको देखेछ सुहायो कि हैन तिमीलाई बेला न बेला यो लुगाले सुहायो भनेको तिमीलाई वास्तव यो धाडीहरू देख्नै हुन्न हो कि भन त होइन नि अनि के खुल्लामा असु गर्नु गाह्रो छ गाइस यहाँ त न्युरी हिँड्नुपर्छ यस्तो ओए सफा खालको हिँड्दै गएर स्वाट सर्प निस्केको छु बाबा अनि आफ्नो कल्चर क्यारी गर्नु कहाँ सजिलो हुन्छ त्यही भएर आफ्नो कल्चरलाई जोगाउनु पर्ने हुन्छ म मरे कति तल हौ क्याट यहाँ त चिप्लो छ किन त्यो त जुत्तामा त हेरेर हेर्नु लाएर त्यस मलाई सुहायो कहाँ गरौँ छ मान्छे पछाडि म बडीगार्ड बस्दिनु के साह्रो बडीगार्ड बस्दिनु पर्ला जस्तो यार गाइस आउनु त हामी उनीहरू जान्छ हान्दिनु यस उनीहरूलाई पठाउने गर्छु कता यहाँ सुहाइसक्यो यहाँ त हुन्न उनीहरू त जाउँ न तिमीहरू त्यहाँ त मान्छे आएको गर्छ नि त आउँदैन यतिकै त त्यहाँ त हुन्न हौ मेरो खुट्टा काट्यो कि क्या हो उही भित्र तल पस्ला नि गाइस अलि चाड ए उता के रे अरू यहाँ सुगर हुन्छ हुँदैन छ्या हौ मैले अक्सिजन पनि दिइरहेको छु तपाईँलाई बेला बेलामा कस्तो फिल भयो त तपाईँले यहाँ उकालो भएर दामी हाइकिङ ठाउँ चेन्ज गर्यो कि त्यही गर्यो त्यही गरेको नि मैले तपाईँलाई भेट्दैछु मलाई राम्रो निकाल्नु ल क्यामेरामा मलाई तान्नै आउँदैन आइसक्यो फेरि ट्राई गर्नु त मलाई यस्तो राम्रो चक निकालिदिनु ल मेरो साथीले यस्तो काली काली निकालिदिनु है उसै राम्री हुनुहुन्छ तपाईँ होइन भन्नु न अहिले गोलो बनाउनु व्यस्त छ भाइ गोलो बनाउन तपाईँ ए हाजी पहिला हामी अर्को सुटमा गर्दा पनि खोइ तपाईँ आँखा कस्तो दाइ भाजी है हामी नि म हो होइन आँखा कस्तो होइन उता तपाईँको त्यसरी खानु चाहिँ नभने कि के चाहिँ खाइहालेँ यस्तो खाइहालेँ अब के अहिले भन्छन् मैले बिर्सिरहेको थिएँ खाएको ए समाज गरी लागि यहाँ धमाधम भइरहेको छु गाइस यो कसै गाइस अब हामी खाना खान्छौँ टेक केयर ए
आयो चटपटे पानीपुरी मिठो अमिलो पिरो चटपटे पानीपुरी नारियल आनुस मिठो अमिलो पिरो चटपटे पानीपुरी नारियल आयो मिठो अमिलो पिरो चटपटे पानीपुरी नारियल आयो चटपटे पानीपुरी नारियल मिठो अमिलो पिरो चटपटे पानीपुरी नारियल झेली गरेछ नरियल छैन पानीपुरी मिठो अमिलो पिरो हो त्यतिमै चाहिन्छ हो यतिमै चाहिन्छ है ठिक छ ल्याउँ गुरु ल्याउँ केही हुँदैन गर्नु है ल हेर दिदी ओइ सुन्नु त अनि कहाँ हेर्नुहुन्छ तपाईहरुले थाहा छ नि क्यामेरामा हैन गो हेर्नु त कहाँ हेर्नुहुन्छ हो क्यामेरामा हेर्नुपर्छ तपाईहरुले एक्ज्याक्टली ल 1 2 रेडी क्यामेरा रोल रोलिङ एक्सन गराप हात दिइहाल्नु गइहाल्नु गरिहाल न यस्तो भन्छु तिमीले हिरो कति मन पर्दो रहेछ तिमीलाई त हेर न खेल्दै कस्तो मन यता हेर के फेरि ल्याउँ गाईका आइफोन गाईको हालत त्यस्तो छ आइफोन आइरक पार्नै रहेछ 14 माग्ने मान्छे उहाँ नै हो गाई खुसी छु भनौँ यो उहाँहरूले दिनुभएको यो साथ सपोर्टप्रति यही कुरालाई चाहिँ हार्दिक आभार प्रकट गर्न खोजेको हो मैले अरू त्यस्तै पनि नौलो कुरा भएन र विशेष गरी विष्णु तामाङ उसको पुर्ख्यौली ठाउँ यो साउदी मेरो साथी भएर म साथी भएर तँ भन्छु कि साथी भएको हुनाले हुन त म त दाजु हो अनि अब यो सुटिङको अब के भन्ने कुनै शब्दै छैन अब बोल्दै जाँदा र समयले पनि अथवा रातले पनि हामीलाई छोड्दै गएको छ त्यस कारण धेरै बोलिनँ यो चाहिँ मैले एउटा मेरो मनको शान्ति ठुलो कुरा होइन मेरो मनको शान्ति आभार प्रकट गर्न मात्रै लिइदिनु हुने छैन भन्ने आशा गरेको छु मैले यो चाहिँ हाम्रो प्रकाश भाइलाई भाइ नै हुन्छ मलाई भाइ नै भनेर भने यो एकदमै हार्दिक आभार छ है धेरै धेरै धन्यवाद फेरि तपाईँहरूको गाउँमा हामी यसरी दुःख दिन आयौँ भने नाइ नभनिदिनु होला है एकदमै हामी लिने हुनेछौँ र अब हाम्रो जस्ट नायकहरू यहाँ हाम्रो बुवा हुनुहुँदो रहेछ हाम्रो खासमा चिन परिचय छैन तर आएदेखिको है यति हामीलाई रिफ्रेस गराइरहनु भएको छ इन्जोय गराइदिइरहनु भएको छ उहाँ खुद पनि गरिरहनु भएको छ है एकदमै मेरै भन्नुपर्छ धन्यवाद सर हेर्नु यति पुरानो जाने धन्यवाद साउन्ड के भयो के भयो त्यो भाइलाई के भयो किन यसरी बसेको टवल लगाइदिनु खाजा लगाइदिनु पर्ने कसैले एक खाता लगाइदिनु भनेर रुको बिच लगाइदिन्छ बसेको के सोच्दै हुनुहुन्छ म चाहिँ यस्तो छु है निद्रा लागेर दुख्दा फाइनली कि सक्यो सक्यो होइन बोल्नु रातको 1:30 बजे फाइनली प्याक अप उहाँ सुतेर उठ्नु भएको अहिलेको प्लास्टिकहरू हालेर झुन्डाउनु त्यो मरिगयो यहाँ दही भयो रातको बिहानको 1 बज्यो त्यो होटलमा चाहिँ झिलिमिली बलिरहेको रहेछ सम्पत्ति मेरो सम्पत्ति सक्यो बाई बाई